डियर स्टूडेंट, आज हामीहरू फिनोल चैप्टर को केमिकल रिएक्शन को सेकेंड टाइप को रिएक्शन जसमा बेन्जिन को रिंग केमिकल रिएक्शन में कसरी इन्भल्व हुन्छ त्यसको बारेमा इंट्रोडक्शन गर्ने साथै बेन्जिन को रिंग में OH ग्रुप को कारणले गर्दा कसरी इलेक्ट्रॉन डेंसिटी इंक्रीज हुन्छ त्यो पनि रिजोनेटिंग स्ट्रक्चर बाट क्लियर हुने। तो अब यो भिडियो स्टार्ट गरौं। सबैभन्दा पहिला बेन्जिन र फिनोल में इलेक्ट्रॉन डेंसिटी रिंग में कसको बढे हुन्छ। बेन्जिन को मोलिक्यूल में कुनै पनि इलेक्ट्रॉन रिलीजिंग अथवा विथड्रॉइंग ग्रुप छैन र रिंग भित्र को पाई बाउंड को पाई इलेक्ट्रॉन रिंग में डिलोकेलाइज भइरहेको हुन्छ र रिंग में त्यही वीक पाई इलेक्ट्रॉन डिलोकेलाइजेशन को कारणले गर्दा इलेक्ट्रोफिलिक अटैक एरोमेटिक रिंग में अथवा बेन्जिन को रिंग में आसानीले हुन्छ। तर बेन्जिन र फिनोल को तुलना गर्दाखेरि फिनोल को केस में OH ग्रुप इलेक्ट्रॉन रिलीजिंग ग्रुप छ जसको कारणले गर्दा रिंग में इलेक्ट्रॉन को डेंसिटी इंक्रीज हुन्छ र त्यही भएर बाहिरबाट आउने पोजिटिभ ग्रुप बेन्जिन को तुलना में बढी आसानीले अट्याक गर्छ फिनोल माथि। त्यसै कारणले गर्दा के भनिन्छ कि इलेक्ट्रोफिलिक सब्स्टिट्युशन रिएक्शन अफ फिनोल इज ग्रेटर इन कंपैरिजन टू बेन्जिन because of greater electron density at the ring of phenol in comparison to benzene। तो यहाँ निरा हामी हेर्ने कि यो फिनोल को केही रिजोनेटिंग स्ट्रक्चर्सहरु जसमा लोन पेयर इलेक्ट्रोन यहाँ छ ऑक्सीजन में यसले रिंगलाई दियो अनि यो इलेक्ट्रोन र यसको बीचमा रिपल्सन भयो, बाउन्ड ब्रेक हुन्छ। रिपल्सन कम गर्नको लागि इलेक्ट्रोन साइडमा आउँछ अनि यसरी रिंगमा इलेक्ट्रोन को डिस्पर्सल भइरहेछ। डिफरेंट रिजोनेटिंग स्ट्रक्चर्सहरु बनाइरहेछ र यो रिजोनेटिंग स्ट्रक्चर्सहरुमा के हेरिरहेको हामीहरु 2 नंबर 3 नंबर 4 नंबर में 2 नंबर में अर्धो पोजिशन में डेंसिटी बढेको छ, 3 नंबर में पारा पोजिशन में देखाइरहेछ र 4 नंबर में फेरि अर्धो पोजिशन में देखाइरहेछ र ओभरऑल रिजोनेंस हाइब्रिड स्ट्रक्चरले के देखाइरहेछ कि फिनोल को बेन्जिन रिंग में इलेक्ट्रॉन डेंसिटी अर्धो र पारा पोजिशन में बढी छ जसको कारणले गर्दा फिनोल को यदि इलेक्ट्रोफिलिक सब्स्टिट्युशन रिएक्शन गरायो भने दुई किसिमको प्रोडक्ट दिन्छ। अर्धो प्रोडक्ट पनि दिने, पारा प्रोडक्ट पनि यसले प्रोभाइड गर्छ जसमा पारा प्रोडक्ट मेजर हुन्छ किनभने स्टेरिक हिन्ड्रेन्स कम हुन्छ, अर्धो प्रोडक्ट माइनर हुन्छ नर्मल कंडीशन में 25 डिग्री सेल्सियस में। तर यदि टेम्परेचर बढाएर 165 डिग्री में लिएर गइहाल्यो भने त्यस्तो कंडीशन में अर्धो प्रोडक्ट नि मेजर हुन जान्छ र पारा प्रोडक्ट माइनर हुन जान्छ। हाई टेम्परेचर छ भनेदेखि त्यस्तो कंडीशन में अर्धो मेजर, लो टेम्परेचर छ भनेदेखि पारा मेजर। त नर्मली पारा प्रोडक्ट मेजर मानिन्छ र अर्धो प्रोडक्ट माइनर मानिन्छ बिकॉज ऑफ लेस स्टेरिक हिन्ड्रेन्स इन केस ऑफ पारा प्रोडक्ट। यो हामीहरु यहाँनिर हेरे फिनोल को रिजोनेटिंग स्ट्रक्चर, रिजोनेंस हाइब्रिड, साथै यसबाट के क्लियर हुन गए कि फिनोल को यदि इलेक्ट्रोफिलिक सब्स्टिट्युशन रिएक्शन भयो भने अर्धो र पारा दुई किसिमको यसले प्रोडक्ट बनाउँछ। कसरी बनाउँछ त अब केही केमिकल रिएक्शनबाट इलेक्ट्रोफिलिक रिएक्शन अफ फिनोल क्लियर गर्ने छौं। 1 नंबर केमिकल रिएक्शन इलेक्ट्रोफिलिक सब्स्टिट्युशन रिएक्शन को हेर्ने ब्रोमिनेशन अफ फिनोल। ब्रोमिनेशन अफ फिनोल दुई तरिकाले गरिन्छ। एउटा छ कार्बन डाइसल्फाइड सोल्भेन्ट राखेर, अर्को छ वाटर राखेर, दैट इज एक्व सोल्युसन में ब्रोमिन को रिएक्शन। कार्बन डाइसल्फाइड को सोल्भेन्ट राखेर इलेक्ट्रोफिलिक सब्स्टिट्युशन रिएक्शन फिनोल को गराउँदाखेरि हामी के हेरिरहेको कि अर्धो र पारा पोजिशन को हाइड्रोजन हटेको छ, त्यसको ठाउँमा ब्रोमिन थपिएको छ र मिक्सर प्रोडक्ट बनाएको छ जसमा एउटा अर्धो ब्रोमोफिनोल छ, अर्को छ पारा ब्रोमोफिनोल। र बाइ प्रोडक्ट को रूपमा अर्धो र पारा पोजिशनबाट हटेको हाइड्रोजन र ब्रोमिन HBr को रूपमा बाहिर लिबरेट भएको छ। अनि यसरी हामीहरु के हेरे
कि फिनोल को ब्रोमिनेसन ऑर्गेनिक सोल्भेंट राखेर लो टेम्परेचरमा गरायो भने अर्धो र पारा प्रोडक्ट अब्टेन हुन्छ एज अ मिक्सचर को रूपमा र यसलाई पछि सेपरेट गरिन्छ र यो रिएक्सनमा पारा प्रोडक्ट मेजर प्रोडक्ट छ अनि अर्धो प्रोडक्ट माइनर छ किन त यहाँनिर स्टेरिक हिन्ड्रेन्स लेस छ अपोजिट पोजिसन को कारणले गर्दा यहाँ स्टेरिक हिन्ड्रेन्स मोर छ जसको कारणले गर्दा पारा मोलिक्युल बढी स्टेबल हुन्छ अर्धो मोलिक्युल लेस स्टेबल हुन्छ अनि यही ब्रोमिनेसन हामी यदि अर्गेनिक सोल्भेन्ट को ठाउँमा एक्वस दैट इज वाटर हालिदियो भने के हुन्छ त्यो हेरौं यही ब्रोमिनेसन में यदि फिनोल को रिएक्शन एक्वस सोल्युसन ब्रोमिन सँग गराइदियो भने अर्धो र पारा तीनटै पोजिसन पैक हुन जान्छ अनि बनाइदिन्छ 2,4,6 ट्राइब्रोमोफिनोल र यो 2,4,6 ट्राइब्रोमोफिनोल व्हाइट कलर को पीपीटी हुन्छ अलिअलि येलोइश टाइप को येलोइश व्हाइट पीपीटी को फर्म में आउँछ दुई किसिमको रिएक्सन भयो हेलोजिनेसन अफ फिनोल को एउटा छ अर्गेनिक सोल्भेन्ट राख्दाखेरि अर्धो र पारा प्रोडक्ट बनाइरहेछ अर्को छ ब्रोमिन को एक्वस सोल्युसन सँग यदि रिएक्सन गरायो भने तब पोली सब्स्टिट्यूटेड प्रोडक्ट बनाइरहेछ दैट इज 2,4,6 ट्राइब्रोमोफिनोल नेक्स्ट रिएक्सन हेरौं इलेक्ट्रोफिलिक सब्स्टिट्यूशन रिएक्सन को नेक्स्ट रिएक्सन छ नाइट्रेशन भनेको नाइट्रो ग्रुप को एडिशन व्हेन फिनोल अंडरगोज नाइट्रेशन इन प्रेजेंस ऑफ कंक सल्फ्यूरिक एसिड with conc nitric acid then 2,4,6 trinitrophenol is obtained यसैलाई कमन भाषामा पिक्रिक एसिड भनिन्छ के देखाइरहेछ कि फिनोललाई यदि कंक नाइट्रिक एसिड सँग नाइट्रेशन गरायो इन प्रेजेंस अफ कंक सल्फ्यूरिक एसिड को प्रेजेंस मा त्यस्तो कंडीशन मा पोली सब्स्टिट्यूटेड प्रोडक्ट को फर्मेशन भएको छ र बनायो 2,4,6 ट्राइनाइट्रोफिनोल र यसैलाई कमन भाषामा पिक्रिक एसिड पनि भनिन्छ र पिक्रिक एसिड को युज गरिन्छ एक्सप्लोसिव सब्स्टान्स को रूपमा यो नाइट्रो ग्रुप्सहरु एक्सप्लोसिव मटेरियल को रूपमा युज हुन्छ त्यही भएर यसलाई एक्सप्लोसिव सब्स्टान्स को रूपमा युज गरिन्छ साथै यो पिक्रिक एसिड को युज इन्सेक्टिसाइड को रूपमा पनि गरिन्छ यो त हामी हेरे कंक नाइट्रिक एसिड सँग अब हेर्ने डाइल्यूट नाइट्रिक एसिड संग नाइट्रेशन को सेकेंड रिएक्शन छ विथ डाइल्यूट नाइट्रिक एसिड व्हेन फिनोल इज रिएक्टेड विथ डाइल्यूट नाइट्रिक एसिड देन अर्धो एंड पारा नाइट्रोफिनोल इज ऑब्टेन्ड यहाँनिर नाइट्रिक एसिड दुई भागमा ब्रेक भएको छ पहिला जस्तै माइनस पार्ट प्लस पार्ट एउटा पोजिटिभ हट्ने अर्को पोजिटिभ थप्ने त अर्धो पोजिसनबाट पनि हट्ने र पारा पोजिसनबाट पनि हट्ने यसको मिनिङ यहाँ पनि मिक्सचर प्रोडक्ट बनाइदिएको छ र पोजिटिभ हटेर पोजिटिभ आयो त्यही भएर यो रिएक्सन को नेम हुन गयो के इलेक्ट्रोफिलिक सब्स्टिट्यूशन रिएक्सन साथै जति बेला हामी कंक नाइट्रिक एसिड युज गरेको थिए त्यति बेला कंक सल्फ्यूरिक एसिड पनि राखेको थिए कंक सल्फ्यूरिक एसिड को के काम यो रिएक्सनमा डिहाइड्रेटिंग एजेंट को रूपमा काम गर्छ वाटरलाई के गर्छ एब्जर्ब गर्छ हामीलाई कहिलेकाहीँ क्वेशन दिन्छ यहाँनिर कि नाइट्रेशन रिएक्सनमा कंक सल्फ्यूरिक एसिड को के फंक्शन छ त कंक सल्फ्यूरिक एसिड एक्ट्स एज डिहाइड्रेटिंग एजेंट नेक्स्ट इलेक्ट्रोफिलिक सब्स्टिट्यूशन रिएक्शन हेरौं अब सल्फोनेशन अफ फिनोल मा के देखाइरहेछ कि व्हेन फिनोल undergoes sulfonation with conc sulfuric acid then ortho and para hydroxy sulfonic acid is obtained तर यहाँनिर टेम्परेचर फरक छ त सबैभन्दा पहिला त सल्फ्यूरिक एसिड ब्रेक कसरी हुने यसरी दुई पार्टमा ब्रेक हुन्छ माइनस र प्लस सल्फोनिक ग्रुप छ यो सल्फोनिक ग्रुप अर्धो पोजिसन को हाइड्रोजनलाई लिबरेट गर्छ त्यसको ठाउँमा आफै गएर बस्छ अनि हटेको हाइड्रोजन OH सँग वाटर को रूपमा बाहिर जान्छ यदि यहाँनिर टेम्परेचर 20 डिग्री सेल्सियस राखिदियो भने अर्धो प्रोडक्ट को फर्मेशन हुन्छ 100 डिग्री सेल्सियस राख्यो भने पारा प्रोडक्ट को फर्मेशन हुन्छ र साथै बनेको अर्धोलाई पनि यदि टेम्परेचर बढाएर 100 पुगाइदियो भने
यो पनि कन्भर्ट भएर पारा प्रोडक्टको फर्मेसन गर्दिन्छ। अनि यसरी फिनोलको सल्फोनेसनबाट पनि दुईवटा प्रोडक्टको फर्मेसन भयो। 20 डिग्री सेल्सियस टेम्परेचर छ अर्धो प्रोडक्ट फर्मेसन हुन्छ र 100 डिग्री छ भनेदेखि पारा प्रोडक्टको फर्मेसन हुन्छ। नेक्स्ट इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रिएक्सन हेरौँ अब। अल्काइलेसन अफ फिनोल यो पनि इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रिएक्सन हो। यहाँनिर हामीहरू के हेरिरहेको कि फिनोललाई अल्काइल हेलाइड दैट इज मिथाइल क्लोराइड सँग रिएक्सन गरायो भने त अल्काइल हेलाइड दैट इज मिथाइल क्लोराइड दुई पार्टमा ब्रेक हुन जान्छ, माइनस र प्लस। त अल्काइल ग्रुप भयो इलेक्ट्रोफाइल, अर्धो पोजिसनको हाइड्रोजन हट्ने मिथाइल ग्रुप आएर बस्यो, बनाइदियो अर्धो मिथाइल फिनोल। त्यस्तै पारा पोजिसनको हाइड्रोजन हट्यो, मिथाइल ग्रुप गएर बस्यो, बनाइदियो पारा मिथाइल फिनोल। अनि अर्धो र पाराबाट हटेको हाइड्रोजन क्लोरिनसँग बाइ प्रोडक्टको रूपमा बाहिर गइहाल्छ। अनि यो रिएक्सनमा हामी के हेरे कि कार्बन र क्लोरिनको बाउन्डलाई ब्रेक गर्नमा कसले मद्दत गर्छ त लेविसको एसिड एल्युमिनियम क्लोराइड एनहाइड्रस AlCl3 लेविसको एसिड हो। यसले अल्काइल हेलाइडमा अल्काइल र कार्बनको बीचको बाउन्डलाई के गर्छ कमजोर बनाउँछ। अनि यसरी हामीहरू हेरे यहाँनिर कि फिनोलको अल्काइल हेलाइडसँग रिएक्सन गरायो भने अल्काइल फिनोल बन्यो, तर मिक्सर प्रोडक्ट बनाइरहेछ अर्धो अल्काइल फिनोल र पारा अल्काइल फिनोल बनाउँछ। यो जम्मा चारवटा रिएक्सन हामीलाई पढ्नु पर्ने थियो बेन्जिन रिंग सब्स्टिट्युसन रिएक्सन र इलेक्ट्रोफिलिकमा चारवटा रिएक्सन आयो। 1 हेलोजिनेसन जसमा ब्रोमिनेसन, 2 नाइट्रेसन, 3 सल्फोनेसन र 4 मा आयो फ्राइडेल क्राफ्ट अल्काइलेसन र एसाइलेसन। हामी सुरुमा नै पढिसकेको थिए जसमा के पढेको थिए कि इस्टरको फर्मेसन भयो थियो, रिंग भाग लिएको थिएन, तर जब इस्टर बनिसकेको थियो त्यसपछि यदि एनहाइड्रस AlCl3 राखेर हिट गर्यो भने अनि त्यो रिअरेन्ज गर्यो अनि बनायो अर्धो र पारा एरोमेटिक कीटोन बनायो र त्यो रिअरेन्जमेन्टलाई हामी भनेको थिए फ्राइज रिअरेन्जमेन्ट रिएक्सन भनेको थिए। अब आजको भिडियो यही क्लोज गरौँ। थ्यांक यू।